आजको मेरो मिनी भ्लग चिया बनाएपछि तरकारी बनाउने प्रोसेसमा थिएँ अनि टक्क सिमी काटेँ। सिमी रेडी भयो। त्यति गर्दै गर्दै तरुल पनि काटेँ अनि चिया रेडी भयो। चिया खायौँ अनि त्यसपछि तरकारी नि पाको, भात खाने टाइम भयो। फाइनल्ली भात खाएँ अनि त्यसपछि बारीतिर लागेँ नाम्लो र डोरो लिएर। त्यसपछि बारीमा गएँ, यति घाँस काटेँ। घाँस काटिसकेपछि यत्रो मुठो भयो, बाँधेँ अनि त्यसपछि अब हराउनु पऱ्यो भनेर अब घाँस बोकेर टुङ 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 गर्दै घरतिर आएपछि टक्कै घाँस फालेँ। टक्क बाख्राले मलाई हेर्दै कराइरहेको थियो। अनि त्यसपछि फेरि भाइकोमा जान्छु भनेर सोचेर साइकल निकालेँ अनि भाइकोमा गएँ। टक्क लाएर बाटोमा हिँड्दै गएको अनि भाइलाई पनि एउटा काम दिएँ गएर। टक्क चाहिँ ल्यापटपमा एउटा काम, भाइलाई पनि एउटा प्रोजेक्ट दिएँ, उसले पनि काम गर्यो। त्यसपछि भोक लाग्यो, नुडल्स खाम भन्ने कुरो भयो अनि भाइले नुडल्स बनायो। नुडल्स टक्क दाजुभाइ बसेर खाइयो। त्यसपछि यसो माथि छततिर गएर यसो बाहिरको मनोरम दृश्य हेरियो। एकदम रमणीय थियो, घाम लागिरहेको थियो। मान्छेहरू आफ्नो आफ्नो काममा बिजी थिए। टक्क लाएर माथि बसेर हेरियो आनन्दले एकछिन। उता चाहिँ दिदीहरूले आलु खन्दै हुनुहुन्थ्यो। उता चाहिँ ठेसर लगाइरहेको थिएँ अनि हामी पनि ठेसर लाउन गयौँ। अनि त्यसपछि आएर रात पर्यो अनि घरमै बसेँ।